हाम्रो एनइबीमा भोल्युमेट्रिक एनालाइसिसबाट आउन सक्ने चान्स एकदम इम्पोर्टेन्ट क्वेसन कुन हुन्छ भन्दाखेरि यो फर्मुलाबाट युज हुन्छ। यो ग्राम मतलब के हो, ग्राम इक्विभ्यालेन्ट हो। याद यति गर्नुपर्छ, यसको फर्मुला के याद गर्नुपर्छ भनेको ग्राम इक्विभ्यालेन्ट हो। यस्तो हुन्छ भन्दाखेरि के हुन्छ, नम्बर अफ ग्राम इक्विभ्यालेन्ट भन्दा ग्राम इक्विभ्यालेन्ट भन्ने ग्राम इक्विभ्यालेन्ट इक्वल्स टु डब्लु अपन ई भनेको डब्लु भनेको के हो, गिभन वेट अपन इक्विभ्यालेन्ट वेट, गिभन वेट अपन इक्विभ्यालेन्ट वेट। अर्को फेरि के छ, ग्राम इक्विभ्यालेन्ट भनेको के हो, यान इन्टु भी अपन 1000। अब यसमा के हुन्छ, एउटा एसिडको हुन्छ, एउटा बेसको हुन्छ। यदि एसिडको भन्दा बेसको धेरै छ भने ग्राम इक्विभ्यालेन्ट के हुन्छ, त्यो एसिडिक हुन्छ। यदि बेसको धेरै छ भने के हुन्छ, बेसिक हुन्छ, कमन छ हो। हामीले यसमा के याद गर्नुपर्छ भन्दाखेरि भोल्युम, यदि यस्तो ग्राम इक्विभ्यालेन्ट आछ भने भोल्युम सधैँ केमा हुन्छ, एमएलमा हुन्छ भन्ने कुरा याद गर्नु पर्यो। भोल्युम एमएलमा हुन्छ। के गर्नु पऱ्यो, एउटा नर्मालिटी, एउटा भोल्युम अनि हो। अब यहाँ क्वेसन हेरौँ है त, 20 ml 2N भनेको के हो, नर्मालिटी एसिड। अब हेरौँ है, फर एसिड हो। अब हेरौँ है, फर एसिड लागि छ 20 ml, भोल्युम भी इक्वल्स टु कति छ, 20 ml छ। अब नर्मालिटी कति छ, 2N छ हो। नर्मालिटी N इक्वल्स टु 2N फर एसिड इज मिक्स विथ 30 ml अफ यति बेस भनेछ। के हुन्छ, फर बेस भोल्युम कति भयो, 30 ml भयो। नर्मालिटी कति भयो, 1.5 नर्मल भयो। भर्खरै हामीले त्यो फर्मुला पढेछौँ। अब के भनेछ, यसले के हुन्छ, प्रिडिक्ट सल्युसन इज एसिडिक, बेसिक र न्युट्रल। यदि दुइटैको इक्विभ्यालेन्ट वेट इक्वल छ भने त न्युट्रल हुन्छ। यदि एसिडको बढी छ भने एसिडिक, बेसको बढी छ भने बेसिक। अब हामीले के गर्नु पर्यो, सुरुमा फर एसिडको लेखाल्ने ग्राम इक्विभ्यालेन्ट अफ ग्राम इक्विभ्यालेन्ट अफ एसिड इक्वल्स टु कति हुन्छ, एन भी अपन 1000। एन कति हो, 20, एन भनेको 2, भी भनेको 20 अपन 1000 हो। अब यसलाई के गर्ने, उस गर्ने। अब मैले यतापट्टि हेरेँ है त, अब 0.4 एन यसको आयो। अब फर बेसको लागि किन निकाल्ने, ग्राम इक्विभ्यालेन्ट अफ बेस, ग्राम इक्विभ्यालेन्ट अफ बेसमा के हुन्छ, एन इन्टु भी अपन 1000 जो हुन्छ। एन कति छ, 1.5 छ, भी कति छ, 30 छ अनि 1000 छ। यसलाई डिभाइड गर्दा कति हुन्छ, हाम्रो 0.045 छ। के छ, अब हेरौँ है, 0.05 कुन ठुलो हो, एसिडको ठुलो हो कि बेसको ठुलो हो, बेसको ठुलो हो। त्यही भएर के हुन्छ, इट इज बेसिक इन नेचर भन्ने। अब के भयो, के हुन्छ, सिन्स नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ एसिड इज लेस देन द नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ बेस, सो सल्युसन इज बेसिक इन नेचर भन्ने। अब यस्तै क्वेसन सोध्न सक्छ। अब यस्तै क्वेसनबाट फेरि गर्न सक्छ अर्को क्वेसन, यस्तै टाइपको अर्को क्वेसन। यति भएपछि थाहा भयो ग्राम इक्विभ्यालेन्ट भने के हो, गिभन वेट अपन इक्विभ्यालेन्ट वेट एनभी अपन 1000 भन्ने याद गर्नुपर्छ। यस्तै क्वेसनमध्ये अब एउटा यस्तो क्वेसन छ आउन सक्ने चान्स, सेम क्वेसन छ 50 ml अफ 2N H2SO4 भनेको के हो, H2SO4 भन्ने बित्तिकै के हो, H आयो, एसिड इज मिक्स विथ 30 ml अफ 3 नर्मालिटी NA के भयो, बेस। प्रिडिक्ट सल्युसन आइदर एसिडिक, बेसिक अर न्युट्रल। त्यही सेम प्रोसेस गर्ने हो। अब क्यालकुलेट द रिजल्टिङ स्ट्रेन्थ अफ द सल्युसन भन्नु। अब आयो क्यालकुलेट द रिजल्टिङ स्ट्रेन्थ अफ सल्युसन भन्ने छ। अब यसको लागि के गर्न पर्छ त भन्दा सेम प्रोसेस तर यति फरक छ है त। के गर्ने, फरक सुरुमा एसिडको लागि छ, यसको लागि के छ, भोल्युम कति छ, 50 ml छ, नर्मालिटी कति छ, 20 N हो। अनि बेसको लागि के छ, बेसको लागि भोल्युम कति छ, 30 ml छ, नर्मालिटी कति छ, 3 N छ। अब सेम इक्विभ्यालेन्ट के गर्ने,
इक्विभ्यालेन्ट अफ इक्विभ्यालेन्ट एसिड अब के गर्ने ग्राम इक्विभ्यालेन्ट हो ग्राम इक्विभ्यालेन्ट अफ एसिड निकाल्ने 50 NV अपन 1000 भनेपछि 50 × 20 अपन 1000 गर्ने इक्वल्स टु 0.1 आयो हो। अब के हो फरको लागि यसको लागि के हो बेस ग्राम इक्विभ्यालेन्ट अफ बेस पनि के हुन्छ 30 × 3 अपन 1000 हो। अब यसमा के हुने भयो यसको कति हुने भयो 0.09। अब यस्तो छ हैन हाम्रो। अब हामीले यसरी निकाल्यौँ सेम प्रोसेस गरेर निकाल्यौँ हैन। अब यहाँ केही छैन त्यस्तो केही कुन छ ठुलो कुन छ हाम्रो यति हेर्ने कुरो ठुलो कुन छ यहाँबाट 0.मा त ठुलो होला त्यही भएर के भन्छ प्रिडिक एसिडिक अर बेसिक सिन्स ग्राम इक्विभ्यालेन्ट अफ एसिड इज ग्रेटर सो इट इज एसिडिक सोल्युसन। अब के भनेको छ फाइन्ड द स्ट्रेन्थ अफ रिजल्टेन्ट स्ट्रेन्थ अफ द भनेको यहाँ निकाल्ने केसको त्यो सोल्युसनको मिक्स भएपछि निक्लेको सोल्युसनको नर्मालिटी निकाल्ने त्यसको लागि के हुन्छ भोल्युम सधैँ V1 + V2 हुन्छ मतलब त्यहाँ दिएको भोल्युम एड हुन्छ कति थियो एउटा 50 थियो एसिडको बेसको 30 थियो कति छ टोटल भोल्युम हामीले अब युज गर्ने 80 ml युज गरिन्छ। नर्मालिटी निकाल्न छ नर्मालिटी के छ निकाल्न छ यान इक्वल्स टु वाट त्यो निकाल्नै छ हो। अब के गर्ने अब रिजल्टेन्ट ग्राम इक्विभ्यालेन्ट हाम्रो अब रिजल्टेन्ट RESULTANT रिजल्टेन्ट ग्राम इक्विभ्यालेन्ट अफ सोल्युसन कसरी निकाल्ने भन्दाखेरि जुन ठुलो छ नि ठुलोबाट सानो घटाइदिने के ठुलोबाट सानो घटाइदिने जति आउँछ त्यो चाहिँ त्यो मिक्सचरको ग्राम इक्विभ्यालेन्ट अब फर्मुला लाउने त्यही अघि नै के ग्राम इक्विभ्यालेन्ट इक्वल्स टु N × V अपन 1000 छ ग्राम इक्विभ्यालेन्ट यो राख्ने 0.01 यहाँ निकालेको ग्राम इक्विभ्यालेन्ट यो यहाँ राख्ने यान निकाल्न छ V दुईटा जोडेर आछ 80 भनेपछि 80 अपन 1 2 3 1000। अब के गर्ने यसलाई सल्भ गर्ने 0.01 × 1 2 3 1000 अपन 80 इक्वल्स टु N देयरफोर N इक्वल्स टु 0.125 भन्ने एन्सर हो। अब यति अब यस्तो छ। अब अर्को क्वेसन के छ भन्दाखेरि यदि न्युट्रलाइजेसनको कन्डिसनमा आयो भने यदि मिक्सिङ दुईटालाई मिक्सिङ गरेर यदि न्युट्रलाइज छ भने के हुन्छ ग्राम इक्विभ्यालेन्ट अफ एसिड चाहिँ इक्वल हुन्छ केसँग ग्राम इक्विभ्यालेन्ट अफ बेससँग इक्वल हुन्छ केसँग ग्राम इक्विभ्यालेन्ट अफ बेससँग अनि प्लस ग्राम इक्विभ्यालेन्ट अफ मेटल पनि जोडिन्छ। याद गर्ने यति एउटा एसिड दिएछ एउटा बेस दिएछ अनि एउटा मेटल दिएछ हैन। अब यसको के भन्छ दे आर न्युट्रलाइजिङ कन्डिसन हो भनेछ भने यसको ग्राम इक्विभ्यालेन्ट अफ एसिड इज इक्वल टु द ग्राम इक्विभ्यालेन्ट अफ बेस प्लस ग्राम इक्विभ्यालेन्ट अफ मेटल भनेर लेख्नु पर्यो हामीले यो याद गर्नुपर्छ। अब एउटा क्वेसन देखाउँछ है त मेटलको लागि र उसको लागि म एउटा क्वेसन देखाउँछु है अब 0.012 ग्राम अफ ट्राइभ्यालेन्ट मेटल यो भनेको के हो गिभन वेट। अब मेटलको लागि छ हेर भाइ फर मेटल लेखौँ यहाँ लेखिहाल्ने क्वेसन हेर्ने बित्तिकै लेखिहाल्ने फर मेटल गिभन ग्राम इक्वल्स टु वेट इक्वल्स टु 0.12 ग्राम। हाम्रो भ्यालेन्सी के छ ट्राइभ्यालेन्टको भ्यालेन्सी 3 भनेको V इक्वल्स टु भ्यालेन्सी इक्वल्स टु 3। अब इज कम्प्लिटली डिजल्भ इज कम्प्लिट हेरौँ यहाँ इट कम्प्लिटली डिजल्भ्स इन 40 cc अफ N/10 HCl। अब के हुन्छ कम्प्लिट डिजल्भ के हुन्छ फर HCl यो के हो एसिड हो के भनेछ 40 cc र ml एउटै हो भनेपछि 4 इक्वल्स टु 40 cc लेख्नु र ml लेख्नु एउटै हो n इक्वल्स टु 1/10 भयो नर्मालिटी। अब यहाँ हेरौँ है द एक्सेस अफ एसिड इज रिक्वायर्ड 50 cc अफ N/5 NaOH फर न्युट्रलाइजेसन। अब के हुन्छ फर बेस NaOH को लागि के हुन्छ भोल्युम 15 cc रे अनि नर्मालिटी 1/5 रे के हुन्छ फर न्युट्रलाइजेसन। अब के भन्छ फाइन्ड इक्विभ्यालेन्ट। अब के भन्छ न्युट्रलाइजेसन भन्यो
फाइन्ड द इक्विभ्यालेन्ट वेट एन्ड एटोमिक वेट अफ मेटल भनेछ। अब यसलाई के गर्ने, इक्विभ्यालेन्ट वेट अफ, अब के गर्ने इक्विभ्यालेन्ट वेट र उसको लागि के चाहिन्छ सुरुमा हामीलाई फर्मुला छ, हाम्रो फर्मुला छ नि के छ हाम्रो, हामीलाई ग्राम इक्विभ्यालेन्ट भनेको मेटलको लागि के हुन्छ W/E छ, यहाँबाट हामीले E निकाल्न सकिन्छ भनेपछि ग्राम इक्विभ्यालेन्ट अफ एसिड, एसिडको लागि के हुन्छ 40 × 1/10/1000 इक्वल्स टु मेटलको लागि के हो W/E प्लस यसको लागि के हुन्छ, अब यसको लागि के हो 150 × 150 होइन 15 × 1.1/5/1000 यसरी। अब यो डब्लुको ठाउँमा हाम्रो के छ 0.12 ग्राम छ, यसरी हामीले E निकाल्ने। अब यसलाई सल्भ गरेर E निकाल्ने है त, टाइम छैन त्यही भएर यो हेरौँ सल्भ गरेको अलरेडी हेर्नु। यसरी यहाँबाट हामीले के निकाल्यौँ, यहाँबाट हामीले E सल्भ गरेर यहाँबाट हामीले E इक्वल्स टु 12 आयो। एटोमिक वेट थाहा छ हामीलाई, एटोमिक वेट कसरी थाहा छ इक्विभ्यालेन्ट वेट इक्वल्स टु निकाल्ने कसरी थियो एटोमिक वेट अपन भ्यालेन्सी थियो, हामीलाई क्वेसनले भ्यालेन्सी दिइसकेको छ भनेपछि भ्यालेन्सी उता जान्छ, इक्विभ्यालेन्ट वेट इन्टु भ्यालेन्सी इक्वल्स टु एटोमिक वेट, यसरी एटोमिक वेट पनि आउँछ। हामी यसमा यति कहिलेकाहीँ मेटल नदिएर कहिलेकाहीँ दुईवटा बेस दिन सक्छ, दुईवटा एसिड दिन सक्छ, दुईवटा एसिड आछ भने दुईवटा एसिड अनि एउटा बेससँग न्युट्रलाइज गर्छ भने एउटा एसिडको ग्राम इक्विभ्यालेन्ट प्लस अर्को एसिडको ग्राम इक्विभ्यालेन्ट इक्वल्स टु बेसको इक्विभ्यालेन्ट गर्ने। यदि दुईवटा बेस एउटा एसिड आछ भने एउटा एसिडको ग्राम इक्विभ्यालेन्ट इक्वल्स टु दुईवटा बेसको ग्राम इक्विभ्यालेन्ट भनेको N/V, NV/1000 एउटा बेसको, अर्को पनि नर्मालिटी दिन्छ भोल्युम दिन्छ अनि गर्ने। अब यस्तै गरेर एउटा अर्को टाइपको क्वेसन, यो टाइपको क्वेसन भोल्युमेट्री एनालाइसिस यो लास्ट क्वेसन हो, त्यसपछि भोल्युमेट्री एनालाइसिसको यस्तो बाहेक अरू क्वेसन केही हुन्न। हेरौँ 0.8 ग्राम अफ डाइभ्यालेन्ट भनेको यो दुईवटा भ्यालेन्सी भएको ग्राम हेरौँ है, वाज डिजल्भ इन 100 cc अफ 1.8 HCl। अब मेटलको लागि के गर्ने सुरुमा यहाँ के गर्छ मेटलको लागि के हुन्छ वेट कति छ 0.8 ग्राम छ, भ्यालेन्सी 2 छ याद गर्नु पर्यो। HCl को लागि के छ भोल्युम V इक्वल्स टु 100 cc, नर्मालिटी कति हुन्छ 1.28। अब द सल्युसन वाज डाइल्युटेड टु, अब के हुन्छ यसको त 200 छ, त्यो सोल्युसनलाई के हुन्छ 200 सम्म डाइल्युटेड गरिरहेछ अरे हो, अनि 50 cc अफ दिस डाइल्युटेड सल्युसन रिक्वायर्ड 54.6 cc अफ 0.22 NaOH पर लिटर। के भनेछ भन्दाखेरि के भनेछ भने 50 cc अफ डाइल्युटेड अफ डाइल्युटेड एसिड required 54.6 cc of 0.22 N of NaOH भनेछ हो। अब हामीलाई त के छ 100बाट के भनेछ 200 सम्म त डाइल्युट गरेको हाम्रो। अब भनेपछि अब 200 cc को लागि 200 cc हुन्छ नि जुन सल्युसन टोटल सल्युसन, अब एसिडलाई न्युट्रलाइज गर्नलाई कति भोल्युम चाहियो भन्ने छ। अब कति भोल्युम के चाहियो NaOH चाहियो रे। अब हेरौँ है त 50 cc लाई कति छ 54.6 cc छ भने कति हुन्छ 200 cc लाई के हुन्छ 54.6 अपॉन 50 इन्टु 200 गर्ने हो। अब हाम्रो यो चाहिँ चेन्ज हुन्न है, नर्मालिटी चेन्ज हुन्न, यो भोल्युम चेन्ज हुने हो। अब कति आउँछ यसको भ्यालु 118.4 cc। अब त्यही भएर फर अब NaOH को लागि के हुन्छ NaOH को लागि के हुन्छ भोल्युम कति हुन्छ 218.4 cc, नर्मालिटी कति हुन्छ 0.22 नर्मालिटी हुन्छ हो, 0.22 नर्मालिटी जो हुन्छ। अब सल्भ गर्ने के हुन्छ ग्राम इक्विभ्यालेन्ट अफ एसिड भनेको 100 इन्टु 1.28 अपॉन 1000 इक्वल्स टु यसको गिवन वेट कति छ 0.8 अपॉन E प्लस अब यसको कति हुन्छ 218.4 इन्टु कति यो 0.22 अपॉन 1000 गर्ने, देयरफोर सल्भ गर्दा E इक्वल्स टु 10 आउँछ। अब थाहा छ एटोमिक वेट भन्ने के थाहा छ, एटोमिक वेट कसरी थाहा छ इक्विभ्यालेन्ट वेट इन्टु भ्यालेन्सी, भ्यालेन्सी भनेको हामीलाई डाइभ्यालेन्ट भनेछ, एटोमिक वेट भ्यालेन्सी भनेको डाइभ्यालेन्ट भनेछ, एटोमिक वेट कति आयो 10 आयो इन्टु 2 इक्वल्स टु 20 AMU, यसरी गर्ने। यस्तै अर्को चाहिँ मैले देखाउँछु।
अब हेरौँ है ए एक्स ग्राम हो, यसमा चाहिँ अहिले चाहिँ ग्राम दिएन तर इक्विभ्यालेन्ट वेट दिएछ भनेपछि के हुन्छ अघि नै डब्लु अपन ईमा डब्लु छैन तर ई छ नि, यसरी गर्दा डब्लु त आउँछ। अब एक्स ग्राम अफ मेटल ह्याभ इक्विभ्यालेन्ट वेट 12 वाज कम्प्लिटली डिसल्भ इन 100 cc अफ सेमी भनेको के हो 1/2, सेमी भनेको के हो 1/2 n है, सेमी नर्मल एससिएल। द भोल्युम वाज देन मेड अप टु 500 cc। अब के हुन्छ त्यही जस्तै अघि 200 cc बनाएको थियो, अब 500 cc। 25 cc अफ दिस रिक्वायर्ड 17.5 cc। 25 cc को लागि कति 17.5 चाहिएछ भने अब 500 cc को लागि कति चाहिन्छ 17.5 अपन 25 इन्टु 500 गर्नु पऱ्यो। यहाँ हेर है, सिन्स 15 cc अफ दिस रिक्वायर्ड यति भनेपछि कति हुन्छ 500 cc लागि कति चाहिने भयो, 500 cc को लागि कति चाहिने भयो 500 cc को लागि कति चाहिन्छ 25 इन्टु 500 अपन डिभाइड भयो 350। अब n/10 यसै गर्ने सल्भ गर्ने अनि हाम्रो x को भ्यालु आइहाल्छ। त्यही गर्ने के ग्राम इक्विभ्यालेन्ट अफ एसिड इक्वल्स टु ग्राम इक्विभ्यालेन्ट अफ मेटल प्लस ग्राम इक्विभ्यालेन्ट अफ बेस गर्ने अनि n/v यसरी आउँछ है त। डन भोल्युमेट्रिक आइसोसिस ओके।